यो चाहिँ हसिना सिमसारमा छु म होइन। जस अरू सिमसारहरू जत्तिकै राम्रो भए पनि र अझै प्राकृतिक रूपमा यो अझै सुन्दर छ। तर मान्छेहरू अलिक यहाँ कम आउनु हुने रहेछ। सायद अलिक लोकेसन टाढा भएर पनि हुनसक्छ होइन। यो वास्तवमै जसले प्रकृतिलाई नजिकबाट निहाल्न चाहन्छ उहाँहरूको लागि चाहिँ यो प्लेस एकदम के भन्छ यो प्याराडाइज टाइपको क्या हुन्छ नि छ होइन। यसरी एकदम नजिकैबाट हामीले प्रकृतिलाई निहाल्न पाउँछौँ। यति राम्रो छ होइन त। अलिक व्यवस्थित पनि बनाउनु भएको रहेछ। तपाईँलाई यहाँनिर अब पिकनिकहरूको लागि पनि स्पोटहरू बनाइनु भएको छ होइन। मान्छेहरूलाई यहाँ आएर घुम्ने ओर्ने ठाउँहरू पनि छ। एकदम क्या एकदम 1-1.5 घन्टा 2 घन्टासम्म त्यत्तिकै बस्न सकिन्छ क्या यहाँनिर। त्यस्तो राम्रो यो आवाजहरू चराचुरुङ्गी वाउ जस्ट अमेजिङ। यो चाहिँ हसिना सिमसार सुन्दर रहेछ 5 मा पर्छ। राम्रो छ यार आउनुहोस्। धेरै पनि छैन बाँसबारीबाट कति 5-7 मिनट बाइक चलाउनु भने आइपुगिहाल्नुहुन्छ यहाँनिर। हस्।